कहाँ गयो त यार गुखा खोल हातैबाट हरायो बुढीसँग यस्तो थिएँ आशिका दिदीले देख्यो भने पनि छुट्न लाउँथ्यो हल्का पुलिसलाई त छोडेन कस्तो पुलिस उडाएर ठिकै छ उडाएर लग्यो भने चाहिँ भइगयो न त आशिका दिदी त फ्याट क्यामेरामा त देखिरहेको छ अस्ति एउटा पुलिस हल्दार साहबलाई टिप्पाएरै छाडे त राम्रो कुरा पनि हो नि नत्र यहाँनिर कति सफा हेर्न त एउटा पेपर पनि छैन है वास्तवमै भन्ने हो भने त ठिक हो राम्रो हो दिदीको कामलाई मान सम्मान गर्नु यहाँ पढाउँदैछ यहाँ आन्दोलनमा यस्तो गर्नु उस्तो गर्नु घाटा हान्नु भनेर त होला पिछेको आन्दोलनले गर्दा सब बाटो बन्द छ मेन हाइवे प्लस भित्री बाटो हिँड्नु भित्री बाटो घन्टौँ जाममा हराएर साध्य हुँदैन के गरी खानु र हो नेपालको अवस्था देखेर नि वाक्क मान्छेले यत्रो जाम खेप्नु परिरहेछ है के गर्नु मामाले अर्काको माइती नजा भनेर यहाँ ससुरालीको चोरबाट हिँडिरहेको छ होइन होला के हो उता माइती घरको बाटो नजाने रे माइती उता ससुरालीपट्टिको बाटो त होला ससुराली